र कनिमुसा। बल्फबाट आउँदा यो बाटो आएर बल्फबाट आउँदाखेरि यो बाटो आएर अनि अब यता यहाँ माथि चाहिँ पिकनिक स्पट हो, यता चाहिँ मन्जुश्री नयाँ पार्क हो, यहाँ जाने हो। जोजोलोबा पाचास, वेलकम ब्याक टु आवर च्यानल कनिमुसा क्रिएसन। आजको हाम्रो यात्रा चाहिँ नजिकै कालीमाटीबाट नजिकै चौबारमा आएका छौँ हामी। शनिबारको दिन सदुपयोग गरौँ भनेर चौबार आएको। अनि चौबारमा चाहिँ आज हामी नयाँ मन्जुश्री पार्कमा आएका छौँ। पुरानो मन्जुश्री पार्क त तल भइहाल्यो, नयाँ मन्जुश्री पार्कमा आएका छौँ। यहाँ चाहिँ यो पिकनिक स्पट यो माथि भयो, गुम्बा भयो। अनि यो बाटोबाट आएर हामी यहाँ मन्जुश्री पार्क जाँदैछौँ। सो यो चाहिँ मन्जुश्री पार्कको गेट भयो। यहाँ पार्किङहरू पनि मजाले गर्न मिल्छ। ओके, मन्जुश्री पार्कभित्र अब के छ हेर्दैछौँ हामी। के छ, टिकट यहीँ हो। कति हो टिकटको? 50 रुपियाँ। ल, टिकटको चाहिँ 50 रुपियाँ हो यहाँको। त्यहाँबाट माथिबाट तल झर्ने चाहिँ बन्द गरिसक्यो अहिले है, बन्द छ। अस्ति त पहिला त खुलेको क्या। ल, टिकट आयो। टिकट पनि फालिदिएको। ओके, अब भित्र छिरिसकेको छौँ हामी चाहिँ यहाँ अब मन्जुश्री पार्कमा होइन। यहाँ चाहिँ यस्तो सुरुवातदेखि नै भित्र छिरेदेखि नै यस्तो राम्रो वातावरण चाहिँ गजब। ल, यस्तो छ यहाँ माथि गुम्बा र यो पिकनिक स्पट हो माथिको, एकदम फेमस होइन, चिया खाने ठाउँ पिकनिक स्पट भइहाल्यो। अनि यता चाहिँ अब यसरी यहाँ ढुङ्गे धाराहरू पनि बनाइएको छ। यस्तै नै हो। अब डिटेलली पनि म देखाउने छु अहिले होइन। अहिले चाहिँ ओके, के छ त हेरौँ है त हामी चाहिँ अब यहाँ होइन। हेर्दै जाउँ के छ यहाँभित्र। मन्जुश्री पार्क चाहिँ यो चाहिँ अब नयाँ बनाएको मन्जुश्री पार्क हो नि त यो त। पहिलाको मन्जुश्री पार्क तलपट्टि पुरानो मन्जुश्री पार्क छ, त्यहाँबाट मेन त्यो हो। त्यहाँ चाहिँ धेरै गुफाहरू पनि छ, सबै कुरा छ त्यहाँ चाहिँ। यहाँ चाहिँ यो एज अ पार्क एकछिन यसो बस्नलाई शान्त ठाउँमा रमाइलो गर्नको लागि चाहिँ यो हो होइन। अनि यहाँ अब पहिला पनि आइरहेको त हो म, अब यसरी डिटेलली पुरै घुमेको चाहिँ छैन। यहाँ पनि पिकनिकहरू पनि गर्छन् मान्छेहरूले नर्मल्ली, रमाइलो हुन्छ यहाँ। यस्तो छ। ल, यो चाहिँ मेन मन्जुश्रीको स्तूपा चाहिँ यहाँ छ होइन। मन्जुश्रीको स्तूपा यो चाहिँ मन्जुश्रीको तरवार हैन।
सो यो चाहिँ के हो भने मञ्जुश्रीको तरवार भयो होइन। अब यही तरवारले मञ्जुश्रीले यो पहाड काटेको भनेर पहिलाको एकदम त्यो छ नि त चलन छ। यो काठमाडौँ पहिला एउटा नदी थियो, सो यसलाई चाहिँ पहाड काटेर मञ्जुश्रीले यही तरवारबाट पहाड काटेर चाहिँ यो काठमाडौँको निकास दिएको खोलाको होइन। सो यहाँ तलपट्टि छ त्यो चाहिँ जुन काटेको ठाउँ मञ्जुश्रीले काटेको चाहिँ पुरानो पार्कतिर छ। के हो त्यहाँ पुरा अवलोकन गर्दै क्या हो? रमाइलो रहेछ है पार्क चाहिँ जे भयो नि यहाँ नजिकै छ, दामी छ ठाउँ, आराम गरेर बस्नलाई। त्यहाँ फोटो खिच्ने भनेर यहाँ फोटो खिच्ने भनेर हेरेको अरे। अब खिच्नुपर्छ फोटोसोटो पनि होइन। पार्कभित्र जथाभावी फोहोर नगरिदिनु होला है, यस्तो चाहिँ नगर्नु। पार्क यस्तो राम्रोसँग राखिएको छ होइन, जो पनि आउनुहुन्छ यस्तो फोहोर चाहिँ नगर्नु होला। ओके यहाँबाट यस्तो तलसम्म छ होइन, त्यहाँबाट तल गए यस्तो उप्किला नै पुग्ने हो। यहाँबाट तल पनि जाउँ, यहाँ माथि पनि चौरहरू छ, एकदम माथि चौरहरू छ, त्यहाँ पनि यसो हेर्नुपर्ने छ के कस्तो छ होइन। होइन त जानुपर्छ त्यहाँ पनि। हो यहाँ फोटो खिच्नलाई लाइन बस्नुपर्छ। यहाँ चाहिँ फोटो सेसनहरू भइरहेछ। के अरे फोटो खिचेर 100 रुपियाँ तिर्यो नि दुईजनाको। यस्तो बवाल छ ठाउँ। 100 रुपियाँ के यार 500 तिरे पनि यो ठाउँमा यस्तो मजाको छ नि त। यो फ्री गरिदिएको भए फोहोर हुन्थ्यो होला होइन। अब यस्तो रमाइलो ठाउँ छ नि त, जे भयो नि सानो भए पनि होइन अलिकति रमाइलो ठाउँ छ। अब यस्तो यहाँ पनि अब यस्तो पहिला यतिकै फाटेर राखेको अनि फोहोर गरेर अहिले यस्तो गर्दाखेरि यो राम्रो देखिएको छ। यहाँ सफा पनि छ होइन। चराहरूको परेवाहरूको घर हल्लिएको त भूकम्प आएर, भूकम्प त होइन हावा आएर हो खासमा यो। ल यहाँ पहिला यो एरिया पुरै पहिला यो डेटिङ बस्ने ठाउँ हो। यहाँ अहिले पनि बस्छ नि, तर पहिला त खुल्ला थियो नि त। अब अहिले त पार्क सार्क भएकोले अलि हो होइन। पहिला लुकी डेटिङ बस्ने ठाउँ अरे क्या यो चाहिँ। ओके अब तलतिर पनि एकचोटि यसो गरौँ अनि आएर फोटो खिच्नु पर्ला यहाँतिर। यस्तो हो पाएपछि यो चाहिँ अब मञ्जुश्री होइन। मञ्जुश्री त खै चाइनाबाट आएको भन्छ कि अरे मञ्जुश्री त होइन। अनि चाइनाबाट आएर यहाँ हेरेर नेपालमा अनि आएर यो काठमाडौँमा चाहिँ अब पुरै खाल्डो काठमाडौँ एउटा नदी पोखर र खोलाहरू मात्र भयो। अनि यसलाई चाहिँ खोलालाई निकास दिएर चट्ट लाएर काटेर होइन टक्क लाएर तरवारले अघि पनि भन्छे मैले यस्तो बवाल छ क्या यहाँ। अनि तल जाने किन बाहिर जाने अनि टक्क सर जाने होइन। अनि मञ्जुश्रीले चाहिँ पुरा तरवारले चट्ट लाएर पहाड काटेर त्यहाँ यतापट्टि सानो तलपट्टि पुरानो तरवार यहाँ राखिरहेछ। तर तरपट्टि मेन पुरानो मञ्जुश्री पार्कमा त्यहाँ हो नि त गुफाहरू। अनि अर्को त्यो पहाड काटेको त्यहाँ पुल छ ठुलो 100 कति वर्षभन्दा बढी भइसक्यो पुरानो। नयाँ त्यहाँ पुल झुल्ने पुल पनि छ होइन। यहाँ पार्कमा अझै यो कम्प्लिट भएको छैन। यस्तो छ यो पार्कमा चाहिँ यस्तो राम्रै छ, जोस् गजबै छ भनौँ न। रमाइलो छ आनन्द। अब यसो हेर्दाखेरि यस्तो ठाउँमा केही न केही जस्तो लाग्छ। तर जे होस् आएर बसेर टाइम स्पेन्ड गर्नलाई शान्त वातावरण रमाइलो हावा चलिरहेको हुँदा आनन्द चाहिँ आनन्दै हुन्छ। 50 रुपियाँ मात्र हो, टिकट पनि महँगो छैन। ल यहाँ यो चाहिँ कन्स्ट्रक्सन फेजमै छ होइन। यो चाहिँ बनाइसकेको छैन। यहाँ चाहिँ सायद पानीको फोहरा बनाउने होला। यो पाइपहरू पनि जोडिरहेछ। यो के भन्छ फाउन्टेनहरू जस्तै हुन्छ नि बनाउने होला। यहाँ चाहिँ माथि डाँडाहरूमा पनि यहाँ के बनाउँदैछ। अब के बन्ने हो यहाँ थाहा छैन होइन। भन्दा यहाँ चाहिँ एउटा पल्चा बनिरहेको रहेछ। यतातिर पल्चा बनिरहेछ, यहाँ केही बन्दैछ। यहाँ पनि कन्स्ट्रक्सन भइ नै रहेछ।
यता है औ त्यहाँ तलतिर यतातिर यो पार्क भयो के सन पार्क उपी ल्यान्ड के भन्छ उपी ल्यान्ड भयो यता तल होइन अनि यहाँ माथितिर यो डाँडामा यो चाहिँ व्हाइट हाउस भयो त्यहाँ माथि होइन सेतो देखिँदा व्हाइट हाउस भयो यता माथि चम्पादेवी भयो प्लेन आयो प्लेन अनि यता तल त यहाँबाट यो बाटो यो जुन बाटो देखिरहेको छ यहाँबाट तल गयो भने चाहिँ पुरानो पार्कमा यहाँबाट पुगिन्छ झुलुङ्गे पुल तर यताबाट पनि पार्क हो त्यहाँ माथिबाट पनि छ पार्क छिर्ने ठाउँ यहाँ तलबाट चाहिँ छिर्छ अनि मेन चाहिँ त्यहाँबाट पनि हो गेट एउटा कुरा चाहिँ के भने होइन काठमाडौँमा पनि होइन यताउता कतै धेरै हुनै पर्दैन क्या ठाउँ नजिकै पनि यस्तो राम्रो राम्रो ठाउँहरू छ क्या काठमाडौँमा पनि नेपाल चाहिँ एउटा ब्युटी अफ नेचर भन्छ नि एउटा नेचरले दिएको होइन गिफ्टै हो क्या नेपाल होइन काठमाडौँमा पनि यस्तो नजिकबाट काठमाडौँको सेन्ट्रल सिटीबाट नजिकै ठाउँमा पनि हामीले यस्तो दामी भ्यूहरू हेर्न सक्छौँ यस्तो राम्रो ठाउँहरू हामी घुम्न सक्छौँ होइन सो त्यो चाहिँ मलाई गडको एउटा नेचरको गिफ्टै हो क्या खतरा गिफ्ट नेपाल भनेको बनायो भने नेपालको खतरै हुन्छ क्या यसलाई प्रमोट गर्न सक्यो भने होइन अहिले बिस्तारै सोसियल मिडियाले गर्दा विदेशीहरू धेरै आइरहेको छ टुरिस्टहरू होइन सो राम्रै हो अब यति नजिकै पनि होइन यस्तो बिजी ठाउँबाट काठमाडौँको सेन्ट्रल होइन बिजी ठाउँबाट पनि यस्तो नजिकै पनि यस्तो पहाडहरूको भ्यूहरू मजाले हेरेर रमाउन सकिन्छ नि त आवर कन्ट्री नेपाल इज ग्रेट क्या खतरा हो नि त नेपाल यहाँ चाहिँ यसो के चाहिँ नफाल्दा हुन्छ कन्स्ट्रक्सन भयो पनि है हामीले फाल्छौँ यस्तो यहाँ टक्क लाएर रातितिरलाई आउन चाहिँ गजब हुन्छ क्या बत्ती सत्ती राखिदियो भने चक्क बालेर होइन यस्तो यो बत्ती बाल्दाखेरि त यस्तो गजब देखिन्छ नि त फोटो सेसन पनि हुँदैछ टक्क लाएर ए सीधा छ यहाँ त ढुङ्गामा पनि आर्ट हुने क्या ढुङ्गामा पनि आर्ट हेर्नु होइन हेर्दाखेरि पनि ढुङ्गा नर्मल ढुङ्गा हो होइन तर अलिकति सोपिस टाइपकै क्या म्युजियममा राख्ने टाइपको सबै ढुङ्गाहरू त्यस्तै क्या पहाड जस्तो पहाडहरूको टुक्रा जस्तो देखिने क्या ओके यहाँ हाम्रो खरायोहरू पनि पालेर राखेको रहेछ हेलो कति 4वटा चिन्ता छ यहाँ यहाँ एउटा सिंगल छ यहाँ तल छ बच्चा पाउन लाग्छ ढुङ्गाहरूमा पुरा कलर लगाएर यता पनि हो सबैजना सतर्क रहनु होला यहाँ चितुवाको पनि घुमघाम छ अब अहिले दिउँसो त खासै आउँदैन होइन साँझतिर बेलुकातिर राति झन् मध्यरातमा त यहाँ चौबार अधिमन किर्तिपुर एरिया सुरु चाहिँ देखिन थालिसकेको छ चितुवा सो राति चाहिँ ट्राभल नगर्नु होला यतातिर यहाँ डाँडा पारीको डाँडा गुम्बाहरू यस्तै हो यहाँबाट नि गजब हुन्छ नि माथि गएपछि भ्यूहरू यहाँबाट पुरानो मन्जोसु पार्क पनि देखिनु पनि यतै तल त हो नि यहाँ तल यता तलतिर तलतिर हेलो हेलो नानु हो कि बाबु हो घुम्न आउनु भएको हो हजुर रमाइलो लाग्यो
रमाइलो लाग्यो रे रमाइलो लाग्यो बाई 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 ओ त्यहाँ परेवा मसक्कली भन्ने चाहिँ ए को त्यो हो नि पखेटा नकाटेर यसो कलर लगाएर मसक्कली ए भूकम्प बिचराहरूलाई जहिले हल्लाउने रहेछ जहिले भूकम्प त्यहाँ फोटो खिच्नलाई चाहिँ लाइन बस्नुपर्ने रहेछ ब्याक लुक अफ मञ्जुश्री ब्याक भ्यू भनौँ न हजुर ब्याक लुक भनेर फोटो सेसन चलिरहेको छ यहाँ दोहोरो खालको मोडलै जस्तो छ त मोडल नसकेको मोडल रे तीनटा मोबाइल कस्तो आइफोटहरू तपाईँ नकिन्ने के गरेर आएको भाइहरू मोबाइल हेरेर आएको के हेरेर आएको मोबाइलमा रुँदै मोबाइल हेरेर आएर हेलो ओके यति नै हो यो पार्क चाहिँ होइन धेरै ठुलो चाहिँ छैन अहिलेलाई ठिकै छ यो आएर बस्नलाई आधी घन्टा 1 घन्टा सर रिल्याक्स मुडमा बस्नलाई चाहिँ दामी नै छ सो हजुरहरू पनि आउन सक्नुहुन्छ यहाँ अहिले यस्तो ढुङ्गे धाराहरू पनि बनाइएको छ होइन नुइटी भन्छ नेवारीमा चाहिँ नेवारी स्टाइलको ढुङ्गे धारा बनाइएको छ अब यहाँ पानी आइरहेको छैन पानी आइसकेको छैन मेन्टेनेन्सै होला यो यसरी अन्डर कन्स्ट्रक्सनै होला पानी आइसकेपछि चाहिँ यहाँ यो पनि दामी देखिन्छ 5 वटा धारा राखिएको रहेछ यहाँ 6वटा 1 2 3 4 5 फोटो आउँथ्यो अब धारा छैन अब इमेजिन गर्ने एडिट गरेर हालिदिउँ क्या त्यहाँ माथि पार्टी भइरहेको छ होइन अनि त्यहाँको त्यो अब पिकनिक होला पुरा त्यहाँको बास्नाहरू आइरहेको छ क्या मिठो मिठो त्यहाँको मिठो मिठो बास्ना जति सबै यहाँ आएर खानु यो चाहिँ अहिले चोबारको डाँडाबाट होइन डाँडाबाट धेरै माथि डाँडाबाट त होइन डाँडाबाट अस्ति यहाँनिर सबै पहिरो आएर यो के पहिरो बाढी आएर पहिरो त होइन पहिरो त माथि तलतिर आएको हो बाढी आएर यो सबै घरहरू त्यो जुन नयाँ नयाँ घरहरू पनि थियो त्यो पनि सबै डुबाइसकेको थियो पुरै हिलो भएर बसेको थियो अहिले चाहिँ सफा गरेछ यो एरिया जुन यो खुल्ला देखिरहेको यो एरियाहरू छ सबै यो चोबारबाट यो देखिएको यो चाहिँ उता पारीको सबै यो भैँसीपाटी एरिया ललितपुर एरिया हो यतापट्टिको चाहिँ होइन यतापट्टिको काठमाडौँ एरिया हो यताबाट यहाँबाट उता माथि सबै ललितपुरै हो अब बल्कु कटेज ललितपुर भइहाल्यो अनि यो मेडिसिटी हस्पिटल अगाडिको ठुलो भयो हेलिप्याड पनि छ आज चाहिँ हेलिकप्टर आएको रहेछ नत्र यहाँ बस्दाखेरि आइरहेको हुन्छ कहिलेकाहीँ ऊ त्यही त्यो माथि हस्पिटलमा के बयोदा होइन त्यो मेडिसिटी हो के बयोदा आउँछ बयोदा त उता तल भयो नि त यो मेडिसिटी हो कि Wala kani musa.